श्याम तामाङज्यू रजिन्द्रज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र वैदेशिक रोजगार धौलाश्री समाजका पूर्व अध्यक्ष त्रिलोक निवर्तमान अध्यक्ष त्रिलोक चन्द्र विश्वास विज्ञज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध। त्यस्तै गरेर गमलामा पानी हालेर आदरणीय सहमहामन्त्रीज्यूलाई गमलामा पानी हालेर हाम्रो यो कार्यक्रम समुद्घाटन गरिदिनुको लागि हार्दिक अनुरोध। उहाँलाई पनि अगाडि रोमा आएर बसिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सदस्य पदमा हुनुहुन्छ सुमन राज पाण्डे, उहाँ आएर जानुपर्छ भन्ने हिसाबमा लागिरहेका छौँ। त्यसै गरी महासचिव पदको उम्मेदवारमा हुन्छ महेश कुमार बस्ने। त्यो कारणले गर्दाखेरि म आफ्नो व्यवसायी रूपमा फर्केँ। म देव कुमार खोकाली अलर्ट ओभरसिजको सञ्चालक, भुवन सिंह गुरुङको प्यानलबाट द्वितीय उपाध्यक्षमा मेरो उम्मेदवारी यो कारणले हो कि यो व्यवसायमा म लागेको 18 वर्ष भएछ, अर्थात् म्याच्योर भएछु होइन। 18 वर्षमा हामी जवानी भयो भन्छौँ, यसलाई अङ्ग्रेजीमा सायद म्याच्योर्डै भन्छ होला होइन। यति भइरहँदाखेरि यो व्यवसायमा मैले भोगेको पीडाहरू, यो व्यवसायलाई सम्पूर्ण कुरो, यो व्यवसायले देशप्रति र हामी आफ्नो जीवनप्रति गर्दा गर्दै पनि यसमा हामीलाई लगाइने लालछना होइन। र आजको दिनमा जसरी पत्रकारदेखि लिएर हरेक सेक्टरबाट आक्रमण भइरहेछन्, त्यसको लागि आफ्नो व्यवसाय बचाउनको लागि, आफ्नो व्यवसाय तपाईँको सम्मानजनक छ भन्नका लागि पनि मेरो उम्मेदवारी हो। यति भन्दै म आफ्नो काम गरेर हजुरहरूलाई हजुरको मत गलत ठाउँमा गएन भन्ने कुरोको समयले, मेरो भविष्यको समयले गर्दाखेरि समयले तपाईँहरूलाई स्पष्ट गराउन चाहन्छु। साथीले अलिक बढी रोकेको जस्तो माने, त्यो भएर मैले धेरै बोलेन। भविष्यमा मेरो कामले हजुरहरूको मतलाई ठाउँमा हजुरले दिनुभयो भन्ने महसुस गराउँछु भन्दै यति प्रतिबद्ध गर्दै मैले बिदा लिएँ। धन्यवाद। सुशी संस्थाका सभापतिज्यू, प्रमुख अतिथि पूर्व मन्त्री तथा पार्टीको उपसभापति माननीय धनराज गुरुङज्यू, विशेष अतिथि सहमन्त्री जीवन बघेलज्यू, जस्तै पूर्व शहरी विकास मन्त्री तथा नेपाली काङ्ग्रेसबाट एक मात्र विजय महिला उम्मेदवार, त्यो पनि तेह्रथुमबाट माननीय सीता गुरुङज्यू र राज्य कोषका सभापतिज्यू, एकदम प्रखर वक्ता हाम्रा रामहरि खतिवडाज्यू, त्यस्तै हाम्रा युवा नेता प्रखर वक्ता नैनसिंह महराज्यू र हाम्रा केन्द्रीय सदस्य, हाम्रा यस्तै अभिभावक तथा यो व्यवसाय फिल्डबाट चाहिँ नेपाली काङ्ग्रेसमा निर्वाचित केन्द्रीय सदस्य हुनुभएका श्री अब्दुल सत्तार दाइज्यू र त्यसै गरेर कास्की जिल्लाका मेरा सभापतिज्यू, कस्तो संजोग परेको छ, ठ्याक्क हिजो दैला अधिवेशनमा बोकेर हिँड्दै आज ठ्याक्क भाइ उठ्न दाइ आउनुभयो, यो पनि एउटा चितको शुभ सङ्केत हो कि जस्तो लागिरहेछ। र
मञ्चमा आसीन मैले मान्नुपर्ने आदरणीय पूर्व अध्यक्षज्यूहरू लगायत जसरी पाल्नुभएको छ त्यसलाई हृदयदेखि धन्यवाद गर्दछु। सम्पूर्णमा जय नेपाल, सेवारो, प्यारफुल्ला, छ्याजलो, तसिलले भन्दै म सुरु गर्न चाहन्छु। वास्तवमा म चाहिँ काम गर्न सक्ने, काम गर्न जान्ने, बोल्न जान्ने भने सायद म धेरै बेला अध्यक्ष भइसक्यो होला। त्यो बोल्न नसकेर कसैको बारेमा बढी व्याख्या गर्न नसकेर सायद म पछि परे होला जस्तो लाग्छ। जहाँसम्म लाग्छ मैले के देख्यो भन्दा आज पनि व्यवसायलाई आपत पर्दा म कुनै पदमा छैन तै पनि भन्दै ए सोल्टी कहाँ हो भन्छ। मैले यो तपाईँले कमायो हो नि त। त्यसले गर्दा म मेरो पैसा टाइम तयार छु। हाम्रो व्यवसाय हित दिए भने कुनै पनि कार्यविधि कुनै पनि सिटिएर साइन गर्नु म कुनै हाम्रो चुक्ने छैन। यसमा तपाईँ ढुक्क हुनुहोस्। तपाईँहरूले मलाई 29 गते अत्याधिक बहुमतले कास्की सभापतिज्यू, वैदेशिक रोजगार सङ्घको र लोकतान्त्रिकको दुईटैको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अध्यक्ष लगायत पदाधिकारीजीहरू, नव घोषणा भएका हाम्रा तर्फबाट लोकतान्त्रिक रोजगारी व्यवसायी सङ्घका उम्मेदवार साथीहरू र विशेष त खाडी मुलुकहरूमा श्रमिकहरू बढी जान थालिसकेपछि अहिले छानिएको छ। 2000 पछाडि श्रमिकको ओहर दोहरले मेन पावर व्यवसाय जो रोजगारी वैदेशिक रोजगारी व्यवसाय हामी भन्छौँ त्यसले आफूलाई स्थापित गरेको छ। आजका दिनसम्म आउँदै गर्दाखेरि 40 लाख बढी नेपालीहरू विदेशमा कार्यरत छन् हामी भन्छौँ र जसका माध्यमले देशको शिरको उठाडो पार्ने गरी नेपालको आज जो सम्पत्ति छ जहाँ हामीले योगदान दिएका छौँ। उम्मेदवार भएर आउनुभएको छ। यो नेपाली काङ्ग्रेस कास्कीका लागि पनि खुसीको विषय हो, गौरवको विषय हो। म भुवन गुरुङ भाइको समग्र टिमको विजयका लागि नेपाली काङ्ग्रेस कास्कीकै तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना। वैदेशिक रोजगार सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ, मैले असाध्यै सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ तिलक दाई। उहाँकै अध्यक्षतामा कार्यक्रम भइसकेपछि प्रमुख अतिथि पूर्व कानुन मन्त्रीलाई ल्याउनु भएको छ। तपाईँहरूले वर्तमान कानुन मन्त्री पनि ल्याउँदा हुन्थ्यो, अहिले बाहिर पर्नु होला। म प्रमुख अतिथि आदरणीय धनराज गुरुङ जो हाम्रो पार्टीका उपसभापति र पूर्व कानुन मन्त्री हुनुहुन्छ। मलाई यो बारेमा तपाईँहरूसँग खुसी लागेको छ। कानुन पूर्वलाई पनि किन ल्याउनु भयो भने संसदमा हुनुहुन्छ। तपाईँहरूलाई भोलि कुनै पनि समस्या कानुनी आइपऱ्यो भने संसदबाट समाधान गर्ने जिम्मेवारी यो प्रमुख अतिथि लगायत हाम्रो हुनेछ भनेर ल्याउनु भएको। पूर्व मन्त्री आदरणीय सीता गुरुङज्यू जो नेपाली काङ्ग्रेसको सीता नै हो, एकमात्र निर्वाचित सङ्घमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित नेपाली काङ्ग्रेसको नेता हुनुहुन्छ। शहरी विकास मन्त्री भइसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। त्यसै गरी राम्रो सीता भन्नै पर्दैन तपाईँहरूले, मैले फेरि पनि भने। त्यसै गरी आदरणीय नेता हाम्रो पार्टीका सहमहामन्त्री जीवन परिवारज्यू, नैनी सिंह महरज्यू, अब्दुल सत्तारज्यू, सम्पूर्ण मञ्चमा यहाँ आसीन आदरणीय अध्यक्षज्यूहरू, यो मञ्चमा तपाईँहरूका पूर्व हंसनाथहरूले यताउति जहाँ गए पनि अप्ठ्यारो परेको बेला हामीसँगै हुनुहुन्छ उहाँ। अहिले पनि म उहाँलाई बधाई दिन चाहन्छु। तपाईँहरूकै सङ्घबाट सङ्घमा प्रतिनिधित्व गरेका कमल तामाङ मेरो जिल्लामा अहिले एउटा पालिकाको अध्यक्ष हुनुहुन्छ। यहाँ लीन तामाङ, बलराम तामाङ, त्यसै गरी अरू धेरै तामाङ साथीहरू यहाँ अहिले मैले देखेको छैन। सोम तामाङ जस्ता साथीहरू यहाँ तपाईँहरूलाई जिताउनका लागि मैले देखिरहेको छु। ओठमा पलेटी कसे पनि यी साथीहरूलाई जिताउन हामी प्रतिबद्ध छौँ भनेर यहाँ आउनु भएको छ। म उहाँहरूलाई पनि बधाई धन्यवाद दिन चाहन्छु। आदरणीय साथीहरू, तपाईँहरूले काम गर्दा कहिलेकाहीँ तपाईँहरूलाई हिंसा बोध पनि हुने भएको होला, तपाईँहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पनि भएको होला। तर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, देशलाई अप्ठ्यारो परेको बेलामा राजनीतिक रूपमा मात्र होइन आर्थिक रूपमा धान्न नसक्ने बेलामा आज कसैको माध्यमबाट मुलुक चलेको छ भने तपाईँहरूका माध्यमबाट चलेको छ। त्यसैले तपाईँहरूलाई परेका अप्ठ्याराहरूका लागि हामी पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जारी गर्न चाहन्छौँ। तिलक राणावाटज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण आदरणीय
रोजगार व्यवसायी सङ्घका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, मञ्चमा आसीन आदरणीय नेताज्यूहरू, कास्की जिल्लाका सभापतिज्यू, महासमिति महाधिवेशन प्रतिनिधिज्यूहरू र वैदेशिक रोजगार व्यवसायी सङ्घमा आबद्ध सम्पूर्ण तपाईँ उपस्थित महानुभावहरू, सर्वप्रथम त यो वैदेशिक 29 गते हुन गइरहेको अधिवेशनमा लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनद्वारा नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्थाद्वारा आज क्या तपाईँको मोबाइल खिच्दाखेरि अनि आयो मैले त खेलेको गुरुज्यू केही केन्द्रीय सदस्यहरू बाहिरिनु भएको छ। कानुनको विषयमा हाम्रो जीवन परियार, माननीय जीवन परियार कानुन समितिमै हुनुहुन्छ, वा फेरि अधिवक्ता पनि हो क्या। अब यता मन्त्री हुनको लागि हिँडिराखेका मान्छेलाई अधिवक्ता बन्नुहोस् भन्ने भएन। कानुनमा अलिक उहाँले विज्ञता राख्नुहुन्छ, यति मात्रै भन्नु। अब उहाँले चाहिँ नि यो अर्को फर्को जे छ त्यो हामी पुगाउँछौँ भनिसकेपछि मैले त्यसलाई थोड्याउँदिनँ, तर त्यसलाई समर्थन गर्छु। यो सिङ्गो पार्टीको आवाज हो, जीवन परिवारको मात्रै भनाइकन यो चाहिँ नि राम्ररी गर्दै ओडाजीले पनि भनेर